क्लिन स्विप कसैले गर्दैन, इम्पोसिबल, हरेकको शब्द त त्यही छ त। यसपालि त इम्पोसिबल। एउटा टेक्निकल र फिल्डमा काम गरेर खटिएको मान्छे बोलिरहेको हो नि त यो। हामी त ग्राउन्डमा देखिरहेको छौँ। एक्ज्याक्टली, द्याट्स माई पोइन्ट। फ्याक्ट्स एन्ड फिगर्समा कुरा गर्छ, नकि इमोसनमा। तपाईँले एउटा चाहिँ आमसभा गर्नलाई 10वटा जिल्लाबाट 100वटा गाडीमा चाहिँ सबैलाई चाहिँ पैसो दिएर सबै दिएर ल्याएर जम्मा गरेर अनि एकदमै ठुलो चाहिँ जनताको सपोर्ट भनेर त फिल्डमा त भोलि त त्यो त हुँदैन नि, त्यो हुँदैन। त्यो भएको हुनाले यो सोसियल मिडियाले जति भन्छन् तर त्यो गाउँमा बसेको जनता, त्यो फिल्डमा बसेको जनताको बुझाइ अर्कै छ होइन। पहिला पनि देखिएको हो नि त, राजाकै पछि कति हुल देखिन्थे, अहिले पहिला होइन। जुन एयरपोर्टदेखि उहाँ आफ्नो निवाससम्म जाँदाखेरि जुन भिड छ नि, त्यो भिड जति चाहिँ म चुनौती नै दिन्छु नयाँ पार्टीहरूलाई, त्यति भिड जम्मा गरेर देखाइदिनुहोस् त भनेर। त्यो त रियलमा आएको भिड हो त्यो, एक्ज्याक्टली होइन। तर मेरो हुटुटी के हो भने यो देश बनाऊ, यो देश यसरी बन्दैन, यो देश बनाऊ। मैले त देखिरहेको छु नि, सबै प्रधानमन्त्री हेरेको छु, सबै मन्त्री हेरेको छु, कस्ता मन्त्रीले हामीलाई शासन गर्न खोज्छ। यो त हामीले त भुक्तभोगी हौँ नि त। सबैको नाडी छाम्नु भएको छ भनौँ न, थाहा छ होइन, कसको पल्स रेट कतिमा चलिरहेछ, कसको कहाँ रोकिन लाग्छ भनेर। देश कहाँ कसरी बन्छ भन्ने त हामीलाई थाहा छ नि। Okay. हामीले अरू मान्छे आयो भने यहाँ 1 वर्ष उसलाई बुझ्नलाई लाग्छ भने हामी नेक्स्ट डेबाट काम सुरु गर्न सक्छौँ। अब सहमति भयो भनेर फिर्ता लिएको होइन, आफ्नो समानुपातिको उम्मेदवारै फिर्ता लिएको भनेपछि हामी त्योभन्दा इमान्दार को रहेछ त? त्यस्तोलाई चाहिँ अनि पदको बार्गेनिङ भन्ने त्यो मोमेन्टमा लागेन म राजनीतिको लागि होइन रहेछ भनेर। हो त्यो चाहिँ यो ठुलो सिकाइ हो हाम्रो निष्ठा होइन। कति हामी सोझा पनि भनौँ न, सोझो रहेछ भन्ने यहाँ पब्लिकले पनि देखिएको छ। आफ्नो समानुपातिक दर्ता भइसकेको चिज सहमति भएको लास्ट दिन 14 गते राति 8 बजे सहमति भएको, हामीले दर्ता गर्नलाई पैसा 50,000 तिरेर त्यहाँ पाउचर आएर दर्ता गरिसकेको चिज अब सहमति भयो भनेर फिर्ता लिएको होइन। पदको कुरा थियो, पदको कुरा त के पनि थिएन। पद त मैले के माया थियो र, एकजनालाई प्रधानमन्त्री घोषणा गरेको होइन, एकजनाले चाहिँ सभापति म खान्छु भनेर भनेकै, मैले त्यही मानेकै। यहाँलाई के अफर दिएको थियो? मलाई त के उपसभापति दिन्छु भन्दै, उपसभापति 3 जना उपसभापति पनि 4औं नम्बरमा चाहिँ 5औं नम्बरमा मलाई वरियतामा राख्दा पनि मैले मानेकै हो। मैले अझ चाहिँ लास्ट दिनमा त मलाई साधारण सदस्य राख्नुहोस्, एउटा वरिष्ठ नेता भनेर राख्नुहोस्, त्यो पनि मानिदिन्छु भनेकै हो होइन। म कसरी पद मागेको हुन्छ नि, जसले एउटालाई प्रधानमन्त्री मानेर गएको छ, एउटा सभापति सभापति छ, त्यसपछि त्यहाँ उपसभापतिको आफ्नै लाइन छ होइन। त्यो लाइन भन्दा तल चाहिँ मानेर मैले सहमति गरेर गएँ होइन। म कसरी, अब म पनि एउटा प्रधानमन्त्री। राजनीतिमा कुनै पनि पोलिटिकल पार्टीमा समस्या भनेको दल र मेरो भूमिका र मेरो अस्तित्व भन्ने त हो नि एउटा लडाई। त्यो नै क्लियर थियो भने अरू त के हुन सक्छ? त्यो त मैले सबै छोडेर गएकै हो नि त। त्यो बाहेक त इन्गेजमेन्ट टुट्नुपर्ने त कारणै देखियो। सबभन्दा सेक्रिफाइस गरेको त मैले हो, सबभन्दा मैले सेक्रिफाइस। अब हाम्रा चाहिँ पार्टी 2टा मिलेपछि त केन्द्रीय समितिका सदस्यहरू चाहिँ करिब 30% दिन्छु भन्नुभएको थियो। पछि 30% भने त 30 जना जति, पछि चाहिँ 12 जना भन्दा दिन सकिँदैन भने ल त्यो पनि मानिदिएको मैले। अनि मलाई चाहिँ अब उहाँहरूलाई अघि भने जस्तै दुइटैलाई थ्रेट भयो कि भन्ने उहाँलाई पर्यो होला। एउटा पोलिटिकल पार्टीले मिल्यो भनेर आफ्नो चाहिँ उम्मेदवारै फिर्ता लिएर होइन, उम्मेदवारै फिर्ता लिएर चाहिँ त्यत्रो चाहिँ सहमति गर्न गयो। अब यसको अब सबै कुरा सिद्धियो भनेपछि अनि त्यसपछि यो सहमति भङ्ग भयो भनेपछि यो पोलिटिकल क्राइम होइन भने होइन। अब उल्टो चाहिँ हामीलाई जाज लगाउने, अहिले हामीले बाँसुरी चिन्ह चाहिँ किन लिनु पर्यो त? बाँसुरी हामी समानुपातिकमा बाँसुरी चिन्ह लिनु पर्यो। हाम्रो त चिम चिन्ह थियो, हामीले अहिले प्रत्यक्षमा चिम चिन्ह होइन। अनि समानुपातिकमा बाँसुरी चिन्ह चिमै जस्तो लाग्थ्यो, बाँसुरी भन्ने कुरा भर्खर बज्न थाल्यो होइन। बाँसुरी किन लिनु पर्यो भने अब हाम्रो त चाहिँ अब यिनीहरूलाई केही उपाय नै छैन, त्यही भएर ब्रेक गरेर पठाइदिउँ भनेर भन्यो।
अब त्यसपछि त हामी त प्रत्यक्ष मात्रै लड्नु पर्ने भयो। अब प्रत्यक्ष मात्रै लड्नुभन्दा अब जेन्जीहरूको घाइतेहरू शहीद परिवारले खोलेको एउटा नयाँ पार्टी जसले बाँसुरीमा चाहिँ समानुपातिक हालेको थिए, त्यसलाई हामीले यो पार्टी एकीकरण गरेर अनि त्यो बाँसुरी चिन्हमा हामीले चाहिँ हाम्रो चाहिँ तर्फबाट पनि रिप्लेस गरेर त्यो बाँसुरी चिन्ह लिनु परेको हो। त्यही भएर हाम्रो समानुपातिकको चाहिँ चिन्ह अहिले बाँसुरी हो, प्रत्यक्षतर्फको चिन्ह चाहिँ सिम हो। त्यो भएको हुनाले यो दुईटा कुरा चाहिँ जनतालाई चाहिँ प्रष्ट बनाउनु पनि छ कि अब किन आयो यो बाँसुरी भन्ने, चिमै हुनु पर्थ्यो नि त दुवैतिर। योभन्दा हामीलाई घाटा के हुन्छ त भन्नु त। यति गरेर गएको मान्छेलाई चाहिँ उल्टो चाहिँ पद माग्यो, पद विभिन्न चाहिँ लोभ गर्यो। अब यो नेपाली जनताले बुझ्नु पर्यो हामी चाहिँ रियलमा एकता हुनु पर्छ भन्ने हो। तर मलाई अहिले के लागेको छ भने जुन ब्यागेज मैले बोक्नु पर्थ्यो त्यो ब्यागेज बोक्नु परेको छैन। म आराम छु। साथीहरू जति पनि कन्टेस्ट गरिराख्नु भएको छ होइन, क्यान्डिडेटहरूमा विभिन्न सेक्टरबाट प्रोफेसनल साथीहरू नै हुनुहुन्छ। श्री गुरुङ एउटा आफ्नो उदाहरण भइहाल्यो। इन्जिनियरहरू हुनुहुन्छ, धेरै एकदमै राम्रो काम गरेका इन्जिनियर साथीहरू हुनुहुन्छ। डक्टरहरू हुनुहुन्छ धेरैजना होइन, जसले चाहिँ धेरै चाहिँ क्षेत्रमा आफ्नो फिल्डमा प्लस चाहिँ सोसल वर्कमा धेरै काम गर्नुभएको छ। धेरै डक्टर, एउटा राम्रो डक्टर एउटा राम्रो राजनीतिज्ञ हुन्छ भनेर या के ग्यारेन्टी छ र? उदाहरणको लागि एउटा राम्रो डक्टर एउटा राम्रो राजनीतिज्ञ अ गुड स्टुडेन्ट भन्दैमा होइन एउटा गुड टिचर हुन्छ भन्ने त हुँदैन होइन। एउटा राम्रो डक्टर, एउटा राम्रो इन्जिनियर, राम्रो पोलिटिसियन हुनसक्छ, एउटा पोलिटिसियन डक्टर हुन सक्दैन। त्यो चाहिँ हो। चाहिँ कुलमान घिसिङको भनेर त चिनेको छ नि त, बुझेको पनि छ, चिनेको मात्र होइन बुझेको पनि छ नि होइन। हामी डेलिभरीबाट एउटा पहिचान बनाएको मान्छे हो होइन। डेलिभरी दिएर टेस्टेड भएर लामो समय आफूले त्याग गरेर आएको मान्छेहरू हो नि त। आज चाहिँ सामाजिक सञ्जालमा प्रचार गरेर हामी चाहिँ वाइवाई कमाएको मान्छे त होइन, हामी सामाजिक सञ्जालै नचलाएर बसेको मान्छेहरू हो नि त। तर सामाजिक सञ्जालै नचलाउँदा पनि कुलमान घिसिङ चिनेको भनेको चाहिँ किन? मेरो चाहिँ फलोवर्स हेर्ने हो भने मैले अस्ति पछि मात्रै म प्राधिकरणबाट बाहिर आएपछि मात्रै मैले फेसबुक चाहिँ पेज बनाएको। म त्यसरी पनि एउटा पहिचान हुँदो रहेछ नि त। कुलमान घिसिङ त चिनिएको त कामले हो नि त होइन। कुनै एउटा चाहिँ मेरो 35 लाख 50 लाख चाहिँ फलोवर छ भनेर चिनिएको त होइन नि। पहिला मासु भात हालमा हुन्थ्यो रे, अहिले डिजिटल मासु भातको इलेक्सन हो रे नि त यो। तपाईँले खाइ पनि रहनु भएको छ, तपाईँलाई थाहा छैन मैले तपाईँलाई भात पनि खुवाइसकेँ भनेर। त्यही हो। अब कहाँबाट डिजिटल क्याम्पेन चलिरहेको छ थाहा नै हुँदैन होइन। डिजिटल मासु भात देशभित्र चलिरहेको छ कि बाहिरबाट चलिरहेको छ, एउटै कमेन्ट 1000वटा आउँछन् होइन। अब यो के एल्गोरिदम भन्छ के भन्छन्, अरूको नै आउन दिँदैनन्। अब यो तमाम कुराहरू छन्। त्यसले यो मात्र हेर जुन म तँलाई देखाउन चाहन्छु त्यही चोइसको हेर्न पाउँदैनस्। त्यो मात्रै हेर, त्यो मात्रै। त्यो कहाँबाट चाहिँ त्यो टिभीमा अहिले हामीले जुन च्यानल हेर्न चाहे त्यो रिमोट लिएपछि त्यो च्यानल चेन्ज हुन्छ नि। तर रिमोट चाहिँ काम गरिरहेको छैन। तर जो केबल अपरेटर त्यसले हामीलाई जे देखाइरहेको छ त्यो मात्रै हेर्न। देशको लागि मैले नेक्स्ट 5 इयर्समा जुन डेलिभरी दिन्छु भनेर म लागिरहेको छु त्यो डेलिभरी चाहिँ अझ उच्च तहको हुनुपर्छ र अझ योभन्दा धेरै माथिको डेलिभरी दिन सक्छु र दिनुपर्छ। कन्ट्रीको लागि मेरो आवश्यकता छ, मैले गर्नुपर्छ, अगाडि बढ्नुपर्छ भनेर आएको हो। र म 5 वर्ष चुप्पो लाएर बस्यो भने आफ्टर 5 इयर्स धेरै म राइट म्यान इन राइट प्लेस इन राइट टाइम भन्छु। टाइम इज भेरी इम्पोर्टेन्ट होइन। ढिलो हुन्थ्यो, धेरै ढिलो हुन्थ्यो होइन। टाइमिङ गलत हुनसक्छ किनभने तपाईँले उमेरले पनि तपाईँ जब उमेर ढल्किँदै जान्छ त्यो धेरै कुरा सोच्ने नेताकै रूपमा तपाईँले कन्ट्रिब्युट मात्रै गर्न सक्छ भनेर कहाँ लेखिया छ? आइ एम नट नेता भनेकै छैन म। एउटा होइन, तपाईँ बाहिर बसेर कसरी कन्ट्रिब्युट गर्नुहुन्छ म चाहिँ त्यसमा कन्भिन्स छैन। तपाईँको एक्सपर्टिजको लागि मान्छेहरू कसरी तपाईँको ढोका अगाडि लाइन बस्छ होला यदि तपाईँमा क्षमता छैन? मैले एउटा सेक्टरमा मैले चाहिँ म कसैलाई चाहिँ आफ्नो एक्सपर्टिज सेयर गर्न सक्थ्यो होला, केही गर्न सक्थ्यो होला, तर
मैले जे बुझेको छु ब्युरोक्रेसी पोलिटिक्स बुझेको छु र मेरो एक्सपर्टिज छ म्यानेजमेन्टको लिडरसिपको एक्सपर्टिज छ त्यसले मैले राइट ठाउँमा गएन भने त्यो डेलिभरी दिन सक्दैन कि होला मलाई सल्लाह सुझाव दिन्छ लिने कि नलिने उहाँको कुरा हुन्छ यो देशमा लिन्छ त्यो 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 लिँदैन अब बरु के हुन सक्छ भने बरु के हुन सक्थ्यो भने म एडिबी अथवा वर्ल्ड ब्याङ्कमा गएर एउटा चाहिँ रिल्याक्स जीवन बिताउन चाहिँ मलाई आरामै हुन्थ्यो एउटा चाहिँ क्लास लियो एउटा चाहिँ एडभाइजर राम्रो तलब पाइहाल्थ्यो म बसिहाल्थेँ होइन त मेरो जीवन चाहिँ कस्तो छ भने हरेक स्टेपमा म च्यालेन्ज मात्रै लिँदै गइरहेको छु कि योभन्दा यो अर्को स्टेपमा ठुलो च्यालेन्ज अर्को स्टेपमा ठुलो च्यालेन्ज लिँदै गइरह मान्छे म केही गरौँ भने हुटुटी भएको मान्छे चुप्पो लाएर बस्ने मान्छे होइन म त्यो भएको हुनाले त्यस्ता अब चुप्पो लाएर बस्नेलाई त ल यो 1 महिनाको मन्त्री पनि खाउँ त्यसपछि चाहिँ अब अरू चाहिँ आफ्नो प्रोफेसनतिर जाउँला भने पनि मलाई त एकदमै राम्रो थियो अनि मैले चाहिँ के भनेको थिएँ भने मैले सामान्य प्रधानमन्त्रीले पनि त्यो कुरा भन्नुहुन्छ मैले जेएनजीका केटाहरूलाई पनि भनेको थिएँ म चाहिँ अब चुनावै घोषणा गरिसकेपछि होइन चुनावै घोषणा गरिसकेपछि म चाहिँ पार्टी खोलेर चुनावमा जान्छु भनेर भनेको थिएँ मैले डे 1 मा पहिलो दिनै मैले त्यही भनेको थिएँ तर त्यो कुरा त हामीलाई कसैले पनि भनेन इन्क्लुडिङ यु तपाईँले पनि मैले भनिरहेको छु त मैले प्रधानमन्त्रीले अहिले पनि मैले त्यही म चुनावमा जान्छु म चाहिँ यसरी जान्छु अहिले म आउँदैन त्योभन्दा अगाडि जेएनजीका साथीहरूले अब प्रधानमन्त्रीको पनि चाहिँ चर्चाहरूमा थिए म पनि थिएँ त्यहाँ होइन तर के हो भने अब देशले एउटा निकास पाउनुपर्छ भन्ने कुरामा किन एकदमै अप्ठ्यारो विषम परिस्थिति थियो त्यो वास्तवमा त्यो बेला कोही पनि त्यो सरकारमा जान चाहँदैन थिए कोही पनि चाहँदैन थिए सामान्य प्रधानमन्त्रीले भनेको अनुसार जसलाई अप्रोच गरे पनि चाहिँ अहिले नगरौँ भन्नेमा हुन्थे होइन अब अलिक क्रेडिट कारण के लाग्यो अनि चुनौती देखिएको थियो चुनौती अब त्यो च्यालेन्जलाई फेस गर्न अब के हुने हो कस्तो खालको पछि म गएपछि पनि मैले पनि अब म नाम त भन्दिनँ मैले पनि केही चाहिँ अलिक क्रेडिबल व्यक्तित्वहरूसँग म लगायतले चाहिँ आउनु पर्यो बस्नु पर्यो यो भन्दाखेरि उहाँहरूले अलिक पछि चाहिँ अहिले चाहिँ नबसौँ बाहिरबाट सहयोग गरौँला भन्ने कुराहरू राख्नु भएको थियो सबभन्दा सचिनुपर्ने त भोटर्स नै हो नि अहिलेको टाइममा हामी भोलिबाट फागुन 21बाट तपाईँ सरकारलाई किन गाली गर्ने त्यो नेतालाई किन गाली गर्ने कसैले गर्न पाउँदैन किन गाली गर्ने अहिले तपाईँको राइट आजको दिनमा राइट डिसिजन गर्नुपर्छ यो मान्छे ठिक छ यो पार्टी ठिक छ यो गलत छ भन्ने चुन्ने त आजको राइट दिएको छ नि त आजको दिनमा चाहिँ तपाईँ नचुन्ने सही व्यक्ति पोलिटिक्समा पनि नआउने वेल सेड कुलमान दाई आई थिङ्क माई टेक अवे आजको इन्टरभ्यूमा अझ हामीसँग समय छ तर आई थिङ्क ब्युटिफुल टेक अवे एज अ भोटर मैले के लिएँ भने आजसम्म नेतालाई गाली गर्यौँ सायद फागुन 21 पछि पनि राम्रो यदि हामीले अनुहार र दिमाग चुज गरेनौँ भने आफ्नो नेताको रूपमा हामीसँग कुनै अधिकार छैन एउटा पनि औँला ठडाउनलाई जति सुकै गलत होस् त्यो नेताले गरोस् करेक्ट अहिले हो नि हो सही कुरा हो त्यो बेला त लोड सेडिङको सेड्युल ल्याउने मान्छे चाहिँ आइ हुन्थ्यो नि त होइन लोड सेडिङको सेड्युल यो महिना यति घन्टा लोड सेडिङ हुन्छ भने ठ्याक्कै मिलायो भने एकदमै त्यो चाहिँ एकदमै प्रचारमा अझ भनेको भन्दा कम लोड सेडिङ भइदियो भने त ऊ त भगवानै भइहाल्यो त्यस्तो हुन्थ्यो लोड सेडिङ गराइएको थियो धेरै कुरा व्यवस्थापनको विषय थियो प्राविधिक विषयहरू थियो धेरै कुराहरू हामीले व्यवस्थापन गरेका हौँ एउटा कर्पोरेट हाउसको एभरेजमा डिजल खर्च नै झन्डै 10 लाख थियो अरे एउटा होटेलले वर्षको चाहिँ 3 करोड भन्दा बढी चाहिँ डिजलमा खर्च गर्छ धुवामा उडाउँथ्यो भने होइन त पर्फेक्ट वर्ड हो नि धुवामा उडाउनु भनेको त्यो धुवामा उड्यो भने 3 करोड त कालो मुस्लो धुवामा जेनेरेटरबाट त्यो खर्च मात्रै होइन त्यो तेलले चाहिँ इम्पोर्ट गरेर चाहिँ ट्रेड डेफिसिट पनि बढायो चाहिँ वातावरण पनि पोल्युसनको त कुरै पनि पोल्युसन बढायो होइन नोइज पोल्युसनदेखि लिएर एयर पोल्युसन वाट नट देशको चाहिँ जुन डलर विदेशी मुद्रा सञ्चित घटायो होइन धेरैको त इम्प्याक्ट छ नि त्यसको त अर्थतन्त्रमा मलाई स्मरण छ मेरो छोरी सानी थिइन् त्यतिखेर बत्ती आउन ताली बजाउन थालेको थियो एउटा बच्चामा त्यो
बत्ती आयो भने ताली बजाउनुपर्छ र बत्ती भनेको कहिलेकाहीँ आउने चिज हो भन्ने बुझ्या हो नि त त्यो बच्चाले। सो बत्ती आउन चाहिँ ताली बजाउँथ्यो, बोल्न सकेका थिएन। त्यही त लोड सेडिङको सेड्युल अनुसार आफ्नो सेड्युल मिलाउनु पर्थ्यो होइन। एक्ज्याक्टली।